भइहाल्यो नि, के कमाइराख्नु, त्यति किन लोभ गर्नु छ भन्ने पनि हुनुहुन्छ। अथाह पैसा कमाउन मन लाग्नेहरू हात उठाउनु त। ठिक ठिकै अलिअलि कमाइन्छ उस्तै हो भन्नेहरू चाहिँ मलाई त बाल छैन, घरबाट आएकै छ, यहाँ त यतिकै चिल गर्न आएको, पैसा कमाए पनि नकमाए पनि बाँच्ने हो क्या, रमाइलो गर्ने हो भन्नेहरू। लगानी नगरिकन पैसा ब्याङ्कमा मात्र राखिराख्नु भयो भने तपाईँको पैसा कति पर्सेन्टले बढाएछ त? 4%ले म्याक्सिमम। भनेपछि त ब्याङ्कमा पैसा राख्दा राख्दा तपाईँको त पैसा कुहिरहेछ। अनि आइडियल रिटर्न कति चाहियो त भन्दाखेरि एटलिस्ट त्यो इन्फ्लेसनलाई बिट गर्ने हिसाबले मलाई रिटर्न चाहियो नि त। आज नेपालमा हुनुहुन्छ 11% को इन्फ्लेसन छ भने तपाईँलाई 11% भन्दा माथिको रिटर्न तपाईँले टार्गेट गर्नु पर्यो। भोलि तपाईँ अमेरिका जानु होला बस्नलाई, त्यहाँको इन्फ्लेसन रेट कति हुन्छ? त्यहाँ 2 या 3% हुन्छ इन्फ्लेसन रेट। भनेपछि तपाईँलाई 5% या 6% रिटर्न आइरहेछ भने पनि राम्रो हो। कन्ट्री अनुसार क्या फरक। आइडियल रिटर्न कसरी हेर्ने त भन्दाखेरि त्यो देशमा इन्फ्लेसनको रिटर्न के छ, मेरो पैसा मैले जोगाउँदाखेरि कुहिन्छ कि कुहिँदैन भनेर हेर्नु पर्यो। सिम्पल। सो यसरी हेर्दाखेरि पनि स्टक मार्केटमा सबैभन्दा राम्रो रिटर्न आउन सक्ने प्रोबेबिलिटी भएकोले गर्दाखेरि हामीले स्टक मार्केटमा लगानी गर्छौँ। कसरी तरिका जाने त भन्दाखेरि ल तपाईँ एकदम राम्रो पढ्नु भयो, राम्रो कमाउनु भयो अरे, नेपाल बसेर विदेशको कम्पनीमा काम गर्नुभयो अरे, तपाईँको स्यालेरी छ 60 लाख रुपियाँ अरे वर्षको। राम्रो हो नि त त्यो भनेको। कति % ट्याक्स तिर्नुहुन्छ सरकारलाई थाहा छ? 39% तिर्नुहुन्छ तपाईँले कमाएको, 39% ट्याक्स तिर्नुहुन्छ सरकारलाई। यही स्टक मार्केटमा तपाईँले 60 लाख रुपियाँ कमाउनु भयो अरे, कति तिर्नुहुन्छ? 7.5% तिर्नुहुन्छ एक वर्षमा कमाउनु भयो भने, या 5% तिर्नुहुन्छ। कहाँ 39 कहाँ 5? आफ्नै कम्पनी खोलेर कमाउनु भयो अरे, कति तिर्नुहुन्छ? 25% छैन कर्पोरेट ट्याक्स, त्यहाँ पनि 25% तिर्नुहुन्छ। यसरी ट्याक्स बचाउने हो क्या सम्पन्न हुनलाई। 1994 मा हाम्रो स्टक मार्केट खुलेको हो नि त। आजको दिनसम्म आउँदाखेरि 30 वर्ष भयो। 30 वर्षको इतिहासमा हेर्ने हो भने मैले यो हरेक वर्षलाई जनवरीदेखि डिसेम्बर गर्दाखेरि स्टक मार्केट सबैभन्दा बढी बढेको भनेको 2007 मा रहेछ। 91%ले बढाएछ जनवरीदेखि डिसेम्बरमा, र सबैभन्दा बढी घटेको भनेको 44% ले। र यसरी हरेक इयरको हेर्नुभयो भने घट्ने भन्दा बढ्ने बढी छ क्या। मलाई जहिले लाग्थ्यो, म जब स्टक मार्केटमा छिर्थेँ नि, सबजना यो के हो होल्ड इज गोल्ड भन्थ्यो। के को होल्डमा गोल्ड छ, किन होल्ड इज गोल्ड भने जस्तो लाग्थ्यो क्या मलाई। अनि मैले डेटाहरू हेर्न थालेँ। अनि डेटा हेरिसकेपछि चाहिँ मैले के बुझेँ त भन्दाखेरि होल्ड इज गोल्ड किन भन्दो रहेछ त भन्दा बढ्दाखेरि 70%, 2%, 49%, 85%, घट्दाखेरि